कस्तो क्वेसन इ छ स्टेट अफ हाइब्रिडाइजेसन अफ ओहो देख्ने बेला त डर लागिरहेछ तर केही पनि डर मान्नु पर्दैन धेरै सजिलो छ के छ धेरै सजिलो है सो यहाँ हेर्नु न हाइब्रिडाइजेसन निकाल्दा के सोधेको छ कि C2 C3 C5 र C6 को हाइड्रोकार्बनमा हाइब्रिडाइजेसन के हुन्छ एउटा सिम्पल रुल बताइदिन्छु हेर यदि तपाईको सिंगल बन्ड देख्नु भयो एउटा बन्ड सिंगल बन्ड देख्नु भयो भने त्यसको हाइब्रिडाइजेसन हुन्छ sp3 हाइब्रिडाइजेसन हेर र डबल बन्ड देख्दै हुनुहुन्छ भने डबल बन्ड देख्नु भयो भने डबल बन्ड बनाउनु भयो भने मेनली हेर सो sp2 हाइब्रिडाइजेसन र ट्रिपल बन्ड छ भने ट्याक्कै के गर्दिनु होला sp हाइब्रिडाइजेसन गर्नु होला हेर सो sp2 अब हेर न C2 कार्बन ओहो कहाँ छ C2 ए यहाँ छ ओहो यहाँ त 3 वटा बन्ड 2 वटा बन्ड कम्तीमा ट्रिपल देखिरहेछौ नि सो यसको मिनिङ यसमा हाइब्रिडाइजेसन के छ sp छ ओ अब हेर त C2 C3 मा C3 भनेपछि यसको वरिपरि सिंगल बन्ड छ sp3 भइहाल्यो त्यसपछि हेर त यो कति कार्बनमा C5 मा ओहो डबल देखिरहेछु डबल देख्ने बित्तिकै sp2 हेर त्यसपछि के छ C6 यो sp3 सो कतै छ हेर त sp कता हेर यस्तो अप्सन कता छ C1 मा sp भएको हेर sp यो र यो काटियो यो तीनवटा बच्यो sp पछि के आइराछ sp पछि sp3 यहाँ देखिरहेछ त्यसपछि sp2 त्यसपछि ओके करेक्ट आन्सर इज अप्सन ए थ्यांक यू